हतार हुनेहरू जानु हामीलाई त हतार छैन बिस्तारै जाने ए बिचरा उहाँहरू पनि भुप्रेको रहेछ दार्जिलिङमा पानी पर्दै थियो क्या अब बुवा रास्ता ठिक छ नु घुमा त नि दार्जिलिङ कैसन लगा ल नमस्ते तपाईँलाई नभेटेको धेरै भएको थियो खै सन्देश दा हो मामहरू बढीमा तपाईँ मात्र है ठिकै छ है म चाहिँ अहिले एसबिआई गेटमा बसिरहेको थिएँ भाइले सडनली मलाई देख्नुभयो चिन्नुभयो भाइको के भएर तपाईँ भन्नुभयो कि हेलो गुड मर्निङ नमस्ते सबैजना साथीहरूलाई यहाँ देख्नुहुन्छ हाम्रो भाइ है र यहाँबाट चाहिँ मम्मी हुनुहुन्छ र अहिले भने चाहिँ म अब खरसाङ गएको साथी हो किनभने चाहिँ नानाको साथी सामान पठाइदिनु भएको छ अरे त्यसले गर्दा चाहिँ हामी खरसाङ गएको नाना पनि जानुहुन्छ मम्मी गएको होला र सामानको पुऱ्याइदिनु भएको प्लस मम्मीको ब्याङ्कमा काम पनि छ त्यो ब्याङ्कको काम पनि गर्ने भन्दाखेरि चाहिँ उयो छ के भने के एउटा क्रिम पाउँछ अरे कि खरसाङमा सो लेट्स सी वाट इज द्याट होइन त्यो पनि तपाईँलाई देखाउँछु बाँकी हेर्दै गर्नुहोस् म चाहिँ निस्केको घरदेखिको है ओके त लौ त अब चाहिँ हामी यहाँबाट निस्किने हो म चाहिँ यहाँ गइरहे आइपुगेँ सो यहाँ चाहिँ नाना छ नाना र म गएको देख्दै होला नि देख्दैछ जाउँ ओके सो अब चाहिँ हामी खरसाङ लु निकालिदिएको छु ओके बेग लक्ष्ट हुन्छ क्या है ठिकै छैन र आजको मेरो गेस्ट चाहिँ नाना हो अब हामी चाहिँ यहाँबाट निस्केको सो वेदर चाहिँ पानीहरू पर्ला जस्तो भइरहेको छ तर आशा गर्छु पानी पर्दैन होला किनभने हिजोमा यस्तै भएको थियो वेदर तर पानी चाहिँ परेन खरसाङतिर चाहिँ नपरेको भइहाल्यो अरू केही पनि जान्दिनँ म हाम्रो गाउँको बाटोमा चाहिँ बाइक चलाउनु र स्कुटी चलाउनुको लागि चाहिँ 20 साल का तजुर्बा होना चाहिए कोलाई विशाललाई ए हमारे गांव का रास्ता ऐसा है विशाल भैया जीजा जी होने वाला जीजा जी आपको क्या करना चाहिए बोलिए बना दीजिए रास्ता यस्तै छ आज चाहिँ हामी चाहिँ नानाको साथी कर्मदाको गाउँ खरसाङ गएको सो उसको गाउँ चाहिँ कहाँ पो अरे तल गौरी शङ्कर हो अरे सो अब चाहिँ हामी निस्किसकेको छौँ घरदेखि चाहिँ आमामा यो बाटोमा त स्कुटी त होइन ल्यान्ड रोभर किन्नुपर्छ कि खासै स्कुटी त होइन ल्यान्ड रोभर किन्नु पर्ने थियो नि हौ मैले पाराले नै सुने अगाडि पनि घत्रा घुत्रु पछि पनि घत्रा घुत्रु गर्ने भइसकिसक्यो स्कुटी भने आमामा यहाँदेखि बेसी कति जोगाउनु कति जस्तो पिन्नु पर्छ नि यो खालको जोगाइसक्यो यहाँदेखिको चाहिँ कति जोगाउनु शुक्रबारे निस्किनुमा त 10 मिनट लाग्छ भनेपछि चाहिँ कति जोगाउनु अब यहाँदेखि चाहिँ उड्छु नि त म त घरिघरि त्यहाँ चाहिँ पखेटा पनि निस्किन्छ कि यसो खास चाहिँ मैले आज तँलाई उडाएर लैजाउँ भनेको थिएँ कि भएन वेट ज्यादा भयो तेरो कम्ती वेटकोहरूलाई त उडाउँछु नि म त्यसले पखेटा फिन्जिहाल्छ अब शुक्रबारे आइपुग्यो अब चाहिँ हामी कुना कुना हिँड्नुपर्छ यहाँ चाहिँ ओ ओ ओ मुर्गी 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 पकड़ो भाई पकड़ो पकड़ो ए भाई पकड़ो इसको अंकल जी तो पूजा करता है बोलता है अंकल को प्रसाद लेके जाएंगे
अब भयो भने हाम्रो आन्टीको घर पनि पस्यो, म बस्ने घर पनि पसेर आउनुहोस्। ए नडर न मेरा। सो लेफ्ट। अब चाहिँ अप्ठ्यारो जग्गा काटिएर राम्रो बाटोमा नाना भाउजू तो रास्ता में कुछ दिखता नहीं है, उबर खबर रास्ता तो नहीं है कम से कम। अहिले चाहिँ धन्न हाम्रो गाउँको बाटो एकदम सानो नभएकोले गर्दा चाहिँ ढुक्कै हुन्छ नि हौ। पहिला त यो बाटोमा जाँदा त्यो रातले ठकाउँछ काठले ओम्दै माताजी जानु ओके। अब यो उकालोको भिडियो चाहिँ अब यहीँसम्म क्लोज गर्छु हो। अब तपाईँहरूलाई चाहिँ म सिधै रङबुलतिर भेट्छु क्या, कहाँ हो भेट्यो सबैजनालाई ल। अहिले चाहिँ साथी हो अब यस्तै हेर्दै गर्नुहोस्। अब एकछिन रङबुलतिर भेट्छौँ हामी चाहिँ ल। खोले सो लौ त साथी हो, अहिले चाहिँ हामी यहाँ रङबुल फाटक आइपुग्यौँ र यहाँको चाहिँ वेदर एकदम राम्रो रहेछ। तलतिर त कस्तो भइरहेको थियो होइन, मेरो आँखा पनि बुढो मान्छे जस्तो भयो एकदम, हातहरूतिर एक सेतो सेतो होइन। अन्त बिमलासुलाई हेरेको, बिमलासुलाई त देखिनँ, सायद बिमलासु यहाँ अगाडि हुनुहुन्छ होला होइन। हाम्रो प्रिय कान्छी आमा च्यामासु ए चस्मा लाएर त के हो अन्त, हिरोइन देख्छ त अन्त। चस्मा लाउने मान्छेको नाम के हो? चस्मा लाउने मान्छेको नाम के हो? चस्मा लाउने मान्छेको नाम के हो खै? यता हो भनेको जान्दैन, सिकाउनु पर्छ। फ्यापुलो भन। फ्यापुलो मै भनिदिन्छु, फ्यापुलो फ्यापुलो म सिकाइदिन्छु है। कर्सियङ गएको ए तपाईँलाई पर हेरेको थिएन नि, यहाँ हो नि त्यही त त्यहाँ उमिका नाना देख्दा चाहिँ यहाँ रहेछ तपाईँ भनेको। किन गएको कर्सियङ? सामान पुऱ्याइदिनु गएको शनिबार पुऱ्यायो ला। तेलै तुरे नि तेल हाल्ने पैसा दिनु न। हेर्नु ठिकै भयो त ला, ल पुग्छु होला। तिर्खा लाग्यो हाम्रो तलनिर नानीहरू के भन्छ मेन्सी माथि छ है, मेन्सी आउन दिएको कहाँ आउन दिएको? बस्ती आउन आँटेको रहेछ हौ। ए माथि चौकोमा है। आउनुहोस् आउनुहोस् आउनुहोस्, एकछिन म बात मार्दैछु। भोलि अन्त भोलि उयो भनेको नि माथि के ए आउनु त भोलि। हुन्छ जान्छु आसु ल हामी पनि। ठिक छ हुन्छ आसु जान्छु ल, बाई। हामी त अब 2 बजे हामीलाई एसपीले बोलाएको छ दार्जिलिङ। एसपी आउँदैछ हजुर हिँडै माछा बोलाएको जानु पर्छ होइन, मार्दैन आसु छ नि। ल नाना बाई बाई। सेल्टोस किन हो अन्त, आसूसँग त बात मारेको हामी त पक्रिँदैन। वाउ के दामी वेदर भइरहेको छ यहाँ त है। तल चाहिँ कुन चाहिँ देश भयो, यो चाहिँ कुन चाहिँ देश हो कुनै? आमा कुदाउने हो ओ बिहारको दाजु छिरिन न, कति गरेको छ रे बाबुवा? चल चल ओ बाबुवा, रस्ता नजान त नि हो, चल चल हरन मार हो बाबुवा। ओ बाबुवा हरन नमार लियो, चल चल। अच्छा अच्छा चल बाया राख त हो बाबुवा, बाया बाया राख बाया। कति गरेछ रे बाबुवा? बिहारको आएको रहेछ हो। बाबुआ रास्ता ठीक है न? घुमा त नि दार्जिलिङ, कैसन लगल ह? ए ठिक है। बोले बोले चाहिँ
धेरै हाले सन्देश वा भन्नु तपाईँ के गर त हो बल्ला सन्देश नालाई कत्रो आएको पेसेन्जर त उठाउँदैन त आम्बो के भएको होला टोलिँदिन समीर सर नमस्ते है तपाईँलाई नभेटेको धेरै भएको थियो खै सन्देश दा ए आउँदैछु अहिले ल हुन्छ सर को तिमी छैनौ त म हुनु बेठै छ उतै निकाला भन्छ त अहिले त म यस्तो हो एक्सिडेन्ट भयो नि मेरो माइलीलाई पनि खुवाइदिउँ त तेल बेसी नहालिदिनु अलिकति मात्रै हालिदिनु न 200 मात्रै हालिदिनु ल फुल गरिदिनु नि फुल पो गरिदिनु मागे त लु दा फुल गरिदिनु अरे हुन्छ दादा फुल पो गरिदिनु होइन लु लु खा खुसी होला निमिषे आज दुलाई डरै हुन्छ क्या फुल हाल्नु लाग्यो त है दुईले हालिदिनु ल दा खाली फुल भनेको छ नि त के होला हौ अलिकति हाल्नु त फेरि भयो 440 भएछ हौ अरू बेला 550 हुन्थ्यो कि एक काटी रहेछ नि त छ नि त मेरो एकछिन टाइम लाग्छ नि त अलिकति समय लाग्नु सक्छ जिन्दगीको गोडेटोमा होइन हामी गएको हुन्छ दादा बाई बाई चढिहाल्नु सिधै आमा मेरो माइली ल 3 काटी मात्रै भयो त हौ फुल हुन्छ हौ अहिले अस्ति लु आफै बढ्छ हौ मेरो माइलीले चाहिँ आफै बढ्छ अब 3 काटी चाहिँ 4 काटी भएन अब 5 आफै 6 हुन्छ त्यस्तै हुन्छ यसको फर्स्ट देखाउँदैन डोलो अहिले चाहिँ फुल तेल खाएँ अहिले अरू बेला रित्तै भएको बेलामा हाल्छु म 570 रुपियाँको हाल्छु नि त हो त्यो उयो हाल्दा चाहिँ त्यो प्योर हाल्दाखेरि चाहिँ 570 600 पुग्छ हो यो उयो नर्मल हाल्यो भने चाहिँ 550 70 चाहिँ पुग्छ रोकिदिनु खाएर जानुपर्छ ल तँ खाना खाँदै गर्न अन्त त्यो 3 4 म ब्याङ्कको काम गरिहाल्छु मलाई त भोक लागेको छैन मैले त खाना खाएर आएको पैसा बुझाइदिन्छु मम्मीको हो त्यो 3 4 कहाँ खान्छ लाग्दैन हौ डिपोजिट मात्रै गर्नु त हो कहाँ खान्छ भन् त खाना बिस्तारै कुदाउनु पर्छ भर्खर तेल हालेको चक्लेट घोप्टिन्छ त के भएको कहाँ हो पिकु घर चाहिँ जान नि त म बोलाउँछु ल के भएको भर्खर फुल ट्याङ्की तेल हालेको यहाँ 20 स्पिड हिँडेर घाटलाई घुट्रुक भयो भने घोप्टिँदैन क्या मेरो तेल बिस्तारै कुदाउनु परेन के भएको भने हेर्न भएको हरान पो लाउँदैछ अहिले हावा है यहाँ लु सकिहाल्छु म ब्याङ्कको काम चाहिँ के छैन जा बस्दै गर हेलमेट लान्न तै लगेर जान कहाँनिर आउनु म यहाँ आउनु घर कहाँ हो 3 4 खाना खाइन्छ त ढिलो हुँदैन होला नि म फोन गर्छु
र यहाँबाट चाहिँ नाना एकछिन तल पिकाइकोमा जानुभयो म चाहिँ यहाँ एकछिन दामी जान्छु मम्मीको पैसा डिपोजिट गर्नु याद भएको बेला पनि गरिहाल्नु त काम चाहिँ बिर्सिन्छ कि अहिले त्यसले गर्दाखेरि चाहिँ याद भएको बेलामा चाहिँ काम चाहिँ तुरन्तै गरिहाल्नु पर्छ अरू बेला पनि तेल त म फुलै गर्थेँ होइन अस्ति चाहिँ बढिरहेको थिएन कति दिन भएको नबढी चलाएको थिएन हालेको थिएन तेल छिट्ने अब ल रोक्छु त भनिस् भाइ जग्गा छैन छ त यहाँनिर हालिदिनु चाहिँ एकछिन त बेसी काम छैन कोल्टे राख्दाखेरि घोप्टिनु लाऊ मेरो तेल भाइ टेन्सन छ ल एकछिन ब्याङ्कको काम गरिहाल्छु सो के म चाहिँ अहिले फिलहाल चाहिँ होइन यहाँ तपाईँलाई थाहै छ सुनादा आइपुगेको छु र हालैमा मैले चाहिँ के भन्छ हाम्रो मामा भान्जीको युट्युब च्यानल जो क्रिएटर्स हुनुहुन्छ उहाँसँग भेट भइसकेको छ है उहाँको नाम चाहिँ के भन्नुभयो पवन सुब्बा है म चाहिँ अहिले एसबिआई एटिएममा बसिरहेको थिएँ भाइले सडनली मलाई देख्नुबाट चिन्नुभयो मामा भान्जीको के तपाईँ भन्नुभयो कि त्यो कारणले गर्दाखेरि उहाँले चाहिँ मेरो नानीको भिडियो हेर्नु रहेछ म चाहिँ डिरेक्टर भनेर थाहा रहेछ भाइले नाम थाहा नभए पनि सो थ्याङ्क यू सो मच भाइ ओके यहाँ नाना चाहिँ यहाँ आँगीकोमा आउनु भएको छ है हो अन्त त्यसले गर्दा म पनि यहाँको सो अहिले चाहिँ मैले मामा भान्जीको जो क्रिएटर थियो डाइरेक्टर हुनुहुन्थ्यो उहाँसँग भेटेँ होइन सो अब उहाँ चाहिँ एकदम राम्रो हुनुहुँदो रहेछ किनभने अब एउटा वेल सेटल्ड युट्युबर जो चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिकति घमण्डी हुन्छ नि त क्या उहाँ चाहिँ त्यस्तो छैन रहेछ सो एकदम राम्रो रहेछ अन्त मजाले बोल्नुभयो त्यसपछि बातचित भयो हाम्रो होइन त्यसले गर्दाखेरि चाहिँ अन्त म चाहिँ अब यहाँ आएको नाना भएको भर्खर मैले चेम्बा खेला चाहिँ यस्तो लागेको थियो देखेको थिएँ एउटा झर्दै गरेको कता गयो तपाईँ त हरायो हेर तम्बाकु हानिकारक खेल चेम्बा हो खै कान्छीहरू गयो स्कुल हिजो आउनु भयो तपाईँ चेम्बा खेतीहरूसँग तलै हुनुहुन्थ्यो अनिखेरि आउनुभएको सुक्काको कसको बिमल आगो खाना भाइ चिसोमा खाँदिन चिया खान्छु नि बरु भन्दा छिटै जानु छ कर्सियङ जानुपर्छ फेरि स्कुटीमै अहिले अब पुग्यो नि कहाँ यहाँ जान्छु भान्जी चाहिँ सँगै जान्छ त्यसो कामले त भएको हाम्रो चेम्बाखे चाहिँ हाम्रो आँखीहरूभरिमा मामहरूभरिमा एक्लो भयो आँखे चेम्बाखे हाम्रो आँखीहरूभरिमा हो मामहरूभरिमा तपाईँ मात्र है ठिकै छ है ठिकै छ है ठिकै छ है अदमबुढीको छ है होइन मतलब नि अब तपाईँहरूको दिदी बहिनीहरूभरिमा हो शाखा सन्तानभरिमा चाहिँ तपाईँ मात्र छ अब होइन पहिला तल शरणा सिंहको आमा थियो है ऊ पनि खस्नुभयो ऊ सबभन्दा ठुलो है हाम्रो आँखीहरूभन्दा ठुलो तपाईँ मुनि तपाईँको चाहिँ दिदीहरू हो दुईजनै तपाईँ सबसे सानो आँखी त खस्नु भएको हेर त अन्त आँप खाइ चिस हुन्छ भनेको त खाइन खाइदिन्छ नि यहाँ अन्त डाइटको चिज खानु पर्दा तल आएर फेरि डाइट त साइड भइहाल्छ नि फेरि तपाईँले यहाँ डाइट खुवाएर के गर्नु तल गएर डाइट साइड गरेर फेरि अर्कै खाइहाल्छ ल अब चाहिँ हामी निस्केको पिकवाङ्गी बाई बाई हामीले चाहिँ अब यहाँनिर उयो खायो के खायो म्यागी
म्यागी खाएर नानालाई चाहिँ भोक लाग्यो अरे नि त। तर यो त सानो मान्छे अलिकति खाँदा मगाइहाल्छ हौ। हामी चाहिँ अलिक अग्लो मान्छेहरू छौँ कि आन्द्रामा अलिक लामो छ नि त हो, त्यसले गर्दा चाहिँ हामीलाई चाहिँ अलिक पकाउँदैन। तर मैले त घरमै 5-6 रोटी खाएको यत्रो बढी मात्र छ मान्छे चाहिँ हो। यो पुटको मान्छेहरूलाई चाहिँ स्कुटीमा बाइकमा चलाउनु यस्तो गाह्रो साथी हो होइन, तँलाई भनेको होइन सबलाई भनेको। पुटको मान्छेहरूलाई चाहिँ स्कुटी बाइकतिर चलाउनु किन गाह्रो भन्दाखेरि चाहिँ अब सानो हुन्छ एकता बुझ्यौ नि, फुट्रेसमा खुट्टा पुग्दैन होइन। अन्त के हुन्छ भने गोलाइतिर पनि उतै पल्टिन्छ, यता गोलाइकाटी यतैपट्टि सिलिन्डर जस्तो अब बानी गर्न लान्छु यसलाई म। आमा हेलो सोल्टी रेमो पो रहेछ त्यो त, रेमो ओइ रेमो जस्तो छ त त्यो उपडाको हाम्रो आमाको घरको कुकुर जस्तो नि त होइन रेमो त उपडा हो आमिनको घर त। सो अब चाहिँ म एकछिन सोनादा टेलिकम पस्छु, किनभने सोनादा टेलिकम पसेर चाहिँ म यसको ज्याक सोध्छु, किनभने त्यो जेको ज्याक त्यो सो हेर्नु मात्रै हो किन्दिनँ, त्यसले पैसा तिर्दिनुपर्छ नि हेरेर डरायो नि यस्तो छ हो। यो ओह्रालो गयो भने चाहिँ भाल्टार पुग्छ हो, यहाँ चाहिँ अब सिधै माथि मेन रोड। अन्त सो अघि जो बात मारेँ होइन म पवन दासँग, सो पवन दा चाहिँ एउटा चाहिँ अब तपाईँको त्यो मुभिजको लागि एउटा उहाँको एउटा क्रिएटर्स भइहाल्यो वो होइन, मामा भान्जीको क्रिएटर्स भयो। प्लस उहाँको चाहिँ एउटा युट्युब च्यानल रहेछ जुन चाहिँ उहाँले भ्लगहरू हाल्नु हुँदो रहेछ। सो उहाँको पनि लिङ्क बायोमा छ, तपाईँहरूले चेक गर्नुहोस् होला। ओके सो आम्बो यस्तो हुँदाखेरि त त्यो बिहा गर्दाखेरि घुँडाएको हुन्छ नि अगाडि। सो अब चाहिँ हामी यहाँबाट निस्किने, यहाँबाट अब हामी निस्केर खरसाङ जाने हो। सो ओके हेर्दै गर्नुहोस् के हुन्छ बाटोतिरको भ्यूहरू, तपाईँहरूसँग म साझा गर्नेछु है त। बाई बाई वाचिङ। अब चाहिँ हेर्दै गर्नुहोस् र यहाँ चाहिँ पानी आएको अवस्था सिमसिम सिमसिम पानी पर्दैछ। सो केही छैन, रम जानु त पऱ्यो। ओके बाई हेर्दै गर्नुहोस् ल, स्कुटी चाहिँ यहाँ राखिरहेको थिएँ। सो ओके गएको। सो गाइज यो भिडियो चाहिँ अब म यहीँसम्म क्लोज गर्छु है, र यो भिडियो चाहिँ अलिक लामो हुनको कारणले चाहिँ म यो भिडियोको सेकेन्ड पार्ट बनाउने छु है। र यो भिडियोलाई चाहिँ आज यहीँसम्म क्लोज गर्छु। तपाईँहरूलाई के कस्तो लाग्यो प्लिज डु कमेन्ट है। अन्तखेरि चाहिँ कोही नयाँ हुनुहुन्छ भने प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब। अन्तखेरि सेकेन्ड पार्ट चाहिँ हेर्नु नबिर्सिनुहोस् होला, किनभने त्यो झन् एकदमै रमाइलो छ। र यो भिडियोमा मैले एकदम घरिघरि कोही केहरू भनेको छु होला होइन। सो इट्स जस्ट अ पार्ट अफ जोक है, मैले यहाँनिर एउटा कन्टेन्टको लागि मात्र भनेको, कसैले अन्यथा नलिदिनुहोस् होला र कसैलाई नराम्रो भन्नु पनि चाहेको होइन। सो ओके अहिलेलाई भने चाहिँ मैले यो भिडियोलाई क्लोज गर्दैछु साथी हो। अन्त तपाईँहरू चाहिँ स्टे ट्युन है नयाँ भिडियोको लागि। त्यो नयाँ भिडियो चाहिँ भोलि अपलोड हुनेछ। ओके बाई बाई, किप वाचिङ एन्ड किप सपोर्टिङ टु डुगेल भ्रामेदाई भ्लग। र नयाँ भिडियोको लागि फेरि प्रतीक्षा साँझ होला, पार्ट 2 तुरन्तै आउनेछ है त। ल बाई। पहिला एयरटेलमा काम गर्दा चाहिँ यो बाटोहरू यस्तो हिँडेको नि आमा सेडी बोकेर हो, यो बक्स एयरटेल के सामान कसको ए मेरो ब्ल्याङ्केट छ नि, ब्ल्याङ्केट बिचरा मेरो प्यारो आन्टी साह्रै माया गर्छ नि मलाई। आङ्गी आसिङ भन्छु नि त, चिनाजना होइन बिचरा आन्टी चाहिँ मैले त्यहाँ खरसाङमा जाँदाखेरि चिनेको कि, त्यहाँदेखि चाहिँ म त्यहीँ बसेको नि त, माया गर्छ।